जनप्रतिनिधि साँच्चीकै तपाईँ जनप्रतिनिधि हो? वडा अध्यक्ष हो। जनताले जनप्रतिनिधि नै हो, वडा अध्यक्ष हो। वडा अध्यक्ष हुन हेर्नुहोस् त, वडा अध्यक्षको मतलब के हुन्छ? वडामा जाने तपाईँ जनतालाई प्रष्ट रूपमा बताउनुहोस् कि तपाईँ जनताबाट निर्वाचित भएर तपाईँ वडा अध्यक्ष हुनुभयो? चुनावमा चुनावमा भयो, साइन गरिदियो उनीहरू कागजमा। सचिवजी जो बनाइदिनु भयो, सचिवजी उनमा म साइन नगरे भने नै नि त म साइन गरिदियो। होइन, तपाईँ चाहिँ त्यो साइन गर्ने मान्छे पनि कसरी हुनुभयो? चुनावमा भयो काल सहयोग गरेर पर उहाँका धामकाल कति उ गर्यो, मुही बनाउनु पर्थ्यो। गभर्मेन्टको जान्ने बुझ्यो, अब उहाँतिर देख्यो मुही हो क्या गभर्मेन्ट। तपाईँहरूले एउटा कुरा बताउनुहोस्, तपाईँले चाहिँ चुनाव कसरी लड्नु भएको थियो? लडे काहीँ नै एकै तल्ला घर आबुसित लडै भइयो। हे भगवान, होइन तपाईँले चाहिँ वडा अध्यक्ष हुनुको लागि तपाईँलाई त मान्छेले भोट दिएको होला नि? मुलाई नै दियो हो, स्कुलमा दियो, स्कुलमा गर्यो, स्कुलमा गर्यो अरे। स्कुलमा भोट दिएपछि तपाईँ जनप्रतिनिधि कसरी हुनुभयो? तपाईँ वडा अध्यक्ष कसरी हुनुभयो त? भोलिका दिन पदभार गर भनेर मुलाई उहाँ वडामा लग्यो भयो, कुका लग्या, धामका लग्या, पुइ मुलाई गरायो, मु अथा बोलायो, मु निको गर्लो गाउँमा निको गर्लो भनायो, पुइ भयो उतुबा मु साइन गर्दा सुरु गर्यो। तपाईँलाई चाहिँ चुनाव अघि म वडा अध्यक्ष हुँदैछु भन्ने पनि थाहा थिएन? वडा अध्यक्ष नै ऊ पारे अर्को त्यो मैले बुझेँ, तपाईँको भाषामा तपाईँको साइन गर्ने मान्छे गज्वाकाले विदित गर्यो, ऊ होरेको भन्यो अध्यक्ष पल्लीमाको, उहिले विथिति गर्यो अरे अब कै खोज्छौ भन्यो त इथो उता जिल्लातिर देखेको तु यही छ कति तुले गाडीमा काम गर्यो, इथो उताका मान्छे पछ्यान लैरहेछ गाउँमुनि बाहिर मान्छे चिल्ला पछ्यान भयो मेरो त कति ठहरो भयो बहुत ठहरो तपाईले खा तुये हो भन्यो। आदरणीय जनताहरू, तपाईँ देख्दै हुनुहुन्छ लाटो जनताको घाँडो तन्त्र भनेको यही हो। उहाँ हुनुहुन्छ वडा अध्यक्ष। वडा अध्यक्ष के हो पनि उहाँलाई थाहा छैन, जनप्रतिनिधि के हो पनि उहाँलाई थाहा छैन, उहाँ के हो साइन गर्ने मान्छे। अब उहाँलाई चाहिँ साइन गर्ने मान्छे कसले बनायो त? प्रश्न यहाँनिर उठ्छ आदरणीय जनताहरू। तपाईँ एउटा कुरा बताउनुहोस्, तपाईँलाई चाहिँ साइन गर्ने बनाउने मान्छे तपाईँको को भन्नुभयो? साइन गर्दो मैले पल्लीबाट जानिरहेको थिएँ, साइन गर्दो तपाईँले जानेको थिएँ, तर तपाईँलाई चाहिँ त्यहाँको जो मेरा धामकाले बनायो, धामका लगायतका भरडा साहब भ्या उनीहरूले उठ्ठुपट्ट तुइले बा भन्नुभयो सबै चिज तेरा पो धनी हो, इथु उतो गयो छ हाम्रो त होटल मूल चाह खान नै मिल्लो, तु त अब गाडीमा इथु उतो गयो मान्छे चाह खानाले हाम्रो असहज हुन्छ, तु चाह खाल कतिलाई बसल त के असहज नै हो, हाम्रो देवता मान्छे है त तु हन ठिक छ भन्नुभयो मुयेलाई भन्यो। अनि तपाईँ वडा अध्यक्ष हुनुभयो जसरी जसरी भन्यो, अनि वडा अध्यक्ष भएपछि तपाईँले वडाको लागि के गर्नुभयो? वडाको लेखा सचिवजी गद्दान अर्को एक भाइ छ उन गद्दान मु साइन गद्दो वडाको लेखा मैले पुरै मल्ला घरा धामका पल्ला वाइनी धारो वहाँ नोलो थियो, नोलामा 50,000 रुपियाँ हालाइदिए वडामा आएपछि भन्यो। होइन के मैले त्यो भनिरहेको होइन कि तपाईँले विकास के गर्नुभयो वडामा? तपाईँको वडामा पुरा गाउँमा तपाईँको वडाको गाउँमा हो? मेरो वडा जहाँसम्म हो भन्ने जहाँसम्म उहाँमा कतिलाई नोलानमा 50,000 रुपियाँ लेख्यौँ, पुरै धामकाले तु मेरा यो भाडा नि भिडी चिनाइदे त यहीँमा जाल्दै हालिदे, यो थोडा पानी लगाउँछ भोलल काटिन्छ और यहाँमा तुइले हलायो बर अर्का वर्षलाई तुइलाई यसरी भनेपछि तपाईँले मलाई बताउनुहोस् कि विकास भने के हो? विकास हेर्नुहोस् जनताहरू, उहाँलाई विकास के हो त्यो पनि थाहा छैन। थाहा छ ल के हो विकास भनेको? विकास हमसितपट्टि स्कुल हो पल्लीमा, अच्याल विदेश छ थाहा छ।
विकास उहाँसँग पढ्ने एउटा स्टुडेन्ट हो, त्यो पनि स्टुडेन्ट होइन, स्टुडेन्टी मतलब केटी मान्छे हो विकास। केट नै हो, केटो नै हो। विदेश उहाँलाई यति त थाहा रहेछ कि विकास भनेको केटी होइन कि केटो मान्छे हो होइन, यति बुद्धि त रहेछ। अब उहाँले विकास के गर्नुभयो, के गाउँमा के विकास गर्नुभयो, काका भिड हाले, धान काका भिड हाले हो। और नोलामा रुपियाँ हाले अनि बकरा हो। एउटा कुरा बताउनु, बकरा दिया धामी भरड्या बकरा सपल काट खायो तर धामकाय मोल्लो मलतिर भरडे काटले नै काट राख्यो बाकरो। किनकि भरडे काका र धामी काकाले चाहिँ उहाँलाई साइन गर्ने मान्छे यानि कि वडा अध्यक्ष बनाउनु भएको थियो, त्यही भएर चाहिँ उहाँले गाउँमा बाख्रा पनि वितरण गर्नुभयो, कुकुरालाई दिया कुखुरा पनि वितरण गर्नुभयो होइन। अब त्यो कुखुरा र बाख्रा वितरण गरिसकेपछि धामी काकाले र भरडे काकाले मात्र त्यो काटेन, अरू सबैले काटेर खाइसक्यो। अचेल हामीले प्रदेश बठेले तान्यो भनेर हामीलाई योजना आइरहेछ।